शिक्षा भनेको परीक्षामा राम्रो नम्बर ल्याउनु मात्रै हो त? होइन। यसको उद्देश्यता आउने पुस्ताको चरित्र र मानवतालाई एउटा आकार दिनु हो। आज हामी शिक्षाको यही गहिरो पक्षमा केन्द्रित रहेर एउटा एकदमै महत्त्वपूर्ण अवधारणाको विश्लेषण गर्दैछौं। ल, सुरुवातमै यो भनाइलाई अलिकति गहिरिएर सोचौं त। यसले हाम्रो शिक्षा प्रणालीको एउटा भनौं न तीतो सत्यलाई बाहिर ल्याउँछ। हामी यस्तो पुस्ता तयार गर्दैछौं जसको दिमागमा जानकारी त टन्नै छ, तर त्यो ज्ञानलाई व्यवहारमा कसरी उतार्ने, मानवीय सम्बन्धहरू कसरी बनाउने अनि जीवनमा आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने हो, त्यो क्षमता चाहिँ एकदमै कमजोर हुँदै गएको छ। अब यो समस्याको समाधान खोज्नुभन्दा पहिले हामीले नेपालका किशोर किशोरीहरूले सामना गरिरहेको यो गम्भीर सङ्कटलाई राम्ररी बुझ्न जरुरी छ। हाम्रो शिक्षा प्रणाली अहिले कस्तो छ त भन्दा रटान र प्रतिस्पर्धाको साँगुरो दौडमा अल्झिएको छ। घोकेर अङ्क ल्याउने कुरालाई यति धेरै प्राथमिकता दिएको छ कि जीवनका लागि साँच्चै चाहिने व्यावहारिक सिपहरू कता हो कता पछाडि छुटिरहेका छन्। र यो साँगुरो दौडको परिणाम साँच्चै भयानक छ। शैक्षिक दबावको सीधा असर आजका युवाहरूको मानसिक स्वास्थ्यमा परिरहेको छ। तनाव, चिन्ता, डिप्रेसन र एकअर्कालाई गरिने दुर्व्यवहार जस्ता समस्याहरू यति सामान्य बन्दैछन् कि यसले एउटा पूरै पुस्तालाई नै सङ्कटमा धकेल्दैछ। यी सबै सङ्कटहरूले एउटै कुरातिर औल्याउँछन्, हाम्रो शिक्षामा एउटा आधारभूत जग, एउटा निकै महत्त्वपूर्ण तत्त्व हराइरहेको छ। अब हामी त्यही हराएको जगलाई भर्न सक्ने अवधारणाको बारेमा कुरा गर्नेछौं। त्यो हराएको जग हो सामाजिक भावनात्मक सिकाइ, जसलाई छोटकरीमा SEL सेल भनिन्छ। यो केवल किताबी ज्ञानमा मात्र सीमित छैन, बरु यसले विद्यार्थीको भावना, उसको सम्बन्ध र व्यवहारलाई केन्द्रमा राखेर समग्र व्यक्तित्व विकासमा जोड दिन्छ। यसको मूल लक्ष्य भनेको सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सिकाउनु हो। SEL को अवधारणालाई बुझ्न यो उपमा एकदमै शक्तिशाली छ। सोच्नुस् त, यो एउटा यस्तो पुल हो जसले हाम्रो मनले के महसुस गर्छ, हाम्रो बुद्धिले के सोच्छ र हामीले कस्तो व्यवहार गर्छौं भन्ने तीनवटा कुरालाई जोड्छ। जब यी तीन कुरा बीच तालमेल हुन्छ, तब मात्र एक सन्तुलित र मानवीय व्यक्ति बन्छ। SEL कुनै अमूर्त दर्शन मात्रै होइन है, यो त 5वटा ठोस सिकाउन सकिने सिपहरूमा आधारित छ, जुन जीवनको हरेक पाइलामा महत्त्वपूर्ण छन्। आउनुहोस्, ती 5 कुञ्जीहरू के हुन्, एक एक गरेर हेरौं। यी 5 क्षमताहरू एक असल मानिस बन्ने यात्राका खुड्किलाहरू जस्तै हुन्। यो सुरु हुन्छ आत्मबोधबाट, मतलब मलाई किन रिस उठ्छ, मेरो खुशी केमा छ भनेर आफ्ना भावना र शक्ति चिन्नु। त्यसपछि आउँछ स्वव्यवस्थापन, जहाँ हामी ती भावनाहरूलाई कसरी रचनात्मक रूपमा नियन्त्रण गर्ने भनेर सिक्छौं। यसपछि हामी सामाजिक चेतना विकास गर्छौं, जसले हामीलाई अरूको दृष्टिकोण र भावना बुझ्न मद्दत गर्छ। यही बुझाइको आधारमा हामी स्वस्थ सम्बन्ध बनाउने सम्बन्ध कौशल सिक्छौं र अन्तमा यी सबै सिपहरू प्रयोग गरेर हामी नैतिक र जिम्मेवार निर्णय लिन सक्षम हुन्छौं। ल, अब SEL के हो भन्नेबाट यसले के गर्छ र यसको प्रभाव कस्तो हुन्छ भन्नेतर्फ लागौं। यसको प्रमाणित र सकारात्मक असर विद्यार्थी र विद्यालय दुवैमा देखिन्छ। अब यो तथ्याङ्क हेरौं है, यो एकदमै रोचक छ। धेरैलाई के लाग्न सक्छ भने SEL जस्ता कुराले त पढाइबाट समय मात्र खान्छ, तर होइन। अध्ययनले के देखाएको छ भने SEL कार्यक्रम लागू भएका स्कुलहरूमा त उल्टै शैक्षिक उपलब्धि 11% बढेको देखिन्छ। अब प्रश्न आउँछ, कसरी? कुरा एकदमै सिधा छ। जब विद्यार्थीहरूले आफ्नो तनावलाई म्यानेज गर्न सिक्छन्, आफ्नो भावनालाई काबुमा राख्न सक्छन् अनि ध्यान केन्द्रित गर्न सक्छन्, तब उनीहरूको दिमाग सिक्नको लागि झनै तयार हुन्छ। भन्नुको मतलब भावनात्मक सन्तुलन नै राम्रो पढाइको जग हो। यो तुलनाले SEL ले ल्याउने आधारभूत परिवर्तनलाई छर्लङ्ग पार्छ। हामी रटान र प्रतिस्पर्धामा आधारित पुरानो, साँगुरो दृष्टिकोणबाट जीवन कौशल, मानवीय मूल्य र सहकार्यमा आधारित समग्र दृष्टिकोणतर्फ अघि बढ्छौं, जहाँ सफलताको मापन अङ्कले मात्र होइन, असल व्यवहारले पनि गरिन्छ। SEL को फाइदा केवल विद्यार्थीमा मात्र सीमित छैन। यो त पानीमा ढुङ्गा फाल्दा फैलिने लहर जस्तै हो। विद्यार्थीमा आत्मविश्वास बढ्छ, शिक्षकहरूमा कामप्रति सन्तुष्टि बढ्छ र उनीहरू कम थाक्छन्, विद्यालयमा सुरक्षित वातावरण बन्छ र अन्ततः समाजले भविष्यका लागि जिम्मेवार र समानुभूतिपूर्ण नागरिक पाउँछ।
त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो रूपान्तरणकारी अवधारणालाई नेपालका विद्यालयहरूमा कसरी व्यवहारमा उतार्न सकिन्छ त? सफल कार्यान्वयनका लागि यो बहुआयामिक दृष्टिकोण चाहिन्छ। यो केवल एउटा छुट्टै कक्षा होइन। यसलाई दैनिक अभ्यास मार्फत दिनको सुरुवातमा 10-15 मिनट छुट्याएर सुरु गर्न सकिन्छ। यसलाई सामाजिक वा स्वास्थ्य जस्ता अन्य विषयहरूमा एकीकृत गर्न सकिन्छ। र सबैभन्दा महत्त्वपूर्ण, यसका लागि विद्यालयको नीति, शिक्षकको निरन्तर विकास र अभिभावकहरूको सक्रिय सहकार्य चाहिन्छ। यो एक संयुक्त प्रयास हो। अवश्य पनि यो बाटो सजिलो छैन। शिक्षक तालिमको कमी, पाठ्यक्रमको भार र परम्परागत मानसिकता जस्ता चुनौतीहरू छन्। तर हरेक चुनौतीको रणनीतिक समाधान पनि छ। मुख्य कुरा भनेको एसईएललाई थप भारको रूपमा नहेरेर शैक्षिक प्रणालीलाई नै बलियो बनाउने एउटा औजारको रूपमा हेर्नु हो। अन्तमा यो शक्तिशाली भनाइले एसईएलको अन्तिम लक्ष्यलाई सारांशमा बताउँछ। एक यस्तो पुस्ता तयार गर्ने जोसँग आफ्नो मनलाई बुझ्ने क्षमता र संसारलाई अझ राम्रो बनाउने इच्छा शक्ति दुवै होस्। यो विश्लेषणको अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्न लायक छ। शिक्षाको वास्तविक उद्देश्य के हो र हामी नेपालको लागि कस्तो भविष्य चाहन्छौँ? यस्तो भविष्य जहाँ नागरिकहरू सफल मात्र नभएर मानवीय र समानुभूतिपूर्ण पनि हुन्।